स्मृतिमा एवं नेपाल देशीय आद्य जगद्गुरु श्री योगीराज स्वामीजीको यस आश्रममा आजदेखि आरम्भ हुने यस पुनीत कार्यक्रममा उपस्थित स्वामीजीहरू एवं विद्वद्वर्ग, भक्तिमय ममतामय माताहरू, विद्यार्थीवर्ग र जति पनि यहाँ उपस्थित सज्जनहरू, भद्र पुरुषहरू हुनुहुन्छ, उहाँहरूको समक्ष भनौँ अहिले वर्तमान अवस्थामा अमेरिकामा रहनुहुने हरिप्रपन्न रामानुज श्री वैष्णवदास काश्यप गोत्रीय जो हुनुहुन्छ अधिकारी, उहाँकै धर्मपत्नी गोदा रामानुज श्री वैष्णवदासी जो कि गरिमा अधिकारी नामले प्रसिद्ध हुनुहुन्छ, उहाँहरूको यस आयोजनामा उहाँहरूका सङ्कल्प अनुसार यो अत्यन्त परम पवित्र मङ्गलमय शुभ कार्य भगवानको मङ्गलाशासनका रूपमा आरम्भ भएको छ, जसमा यहाँ आज नवयुवा जसले यसै आश्रममा रहेर भनौँ व्याकरण आदि पढेर विद्वत्ता प्राप्त गरिसक्नु भएको छ, जसको नाम थिरकाजी नामले पहिले न्वारानमा थिरकाजी नाम रहेछ। पछिबाट यहाँ हामीले दाजुभाइ दुईजना सँगसँगै भएको हुनाले दाजुको नाम राम, भाइको नाम लक्ष्मण राखेका थियौँ। तर पछिबाट समाश्रय हुँदाखेरि समाश्रित नाम देवनायक प्रपन्न रामानुज श्री वैष्णवदास यो नाम उहाँले प्राप्त गर्नुभएको छ र श्रीमद् भागवतको पाठको अभ्यास राम्रो बनाउनु भएको छ। उहाँद्वारा नै यसपाला यो श्रीमद् भागवतको पाठ आरम्भ गराउने हामीले निश्चय गरेका छौँ र श्रीमद् भागवत भनेको सारतम शास्त्र भन्दा हुन्छ श्रीमद् भागवतलाई, किनकि शास्त्र असारम अल्पसारं च सारम सारतरम त्यजेत भजेत सारतम शास्त्रम रत्नाकर इवारणम। असार शास्त्र हुन्छन् जो कि यस संसारमा पाइने सुख सम्पत्तिदेखि लिएर ब्रह्मलोकसम्म पाइने सुख सम्पत्तिका उपाय बताउने, साधन बताउने शास्त्रका वचनलाई असार भनिन्छ। किनकि त्यो आफूले गरेका केही पुण्यद्वारा प्राप्त स्वर्गादि लोक ब्रह्मलोकै पुगे तापनि आखिर त फेरि फर्केर संसारमा आउनुपर्छ, जन्म मरणका चक्रबाट छुट्न सकिँदैन। आध्यात्मिक, आदि दैविक, आदि भौतिक तापहरूले पछ्याइ नै रहन्छन्। त्यसो भएको हुनाले त्यस्ता प्रकारका शास्त्रीय वचन भए तापनि असार भन्नुपर्छ। अल्पसार आत्मानुभव प्राप्तिका निमित्त जुन शास्त्रले बताउँछन्, शास्त्रमा जस्ता प्रकारका वचनहरू पाइन्छन् ती वचन अल्पसार, किनकि संसारका दुःखबाट त सधैँका लागि छुटकारा मिल्छ उसलाई, त्यस जीवात्मालाई, तर भगवत अनुभवबाट सदाका लागि त्यो वञ्चितै रहन्छ। त्यसो भएकोले त्यस्ता प्रकारका शास्त्रीय वचनलाई अल्पसार भनिन्छ। अब कर्म ज्ञान भक्ति आदिद्वारा नै भगवानलाई जीवात्माले प्राप्त गर्न सक्दछ अथवा मोक्ष प्राप्त गर्न सक्दछ भनेर जहाँ जहाँ शास्त्रमा बताइएको छ ती वचनहरू सार। वास्तवमा कर्मज्ञान भक्ति आदिद्वारा भगवानलाई प्राप्त गर्न अथवा मोक्ष प्राप्त गर्न धेरै गाह्रो छ। त्यसो भएकोले त्यस्ता प्रकारका वचनलाई सार मात्र भनियो। यदि कदाचित भगवानको कृपा भएर त्यो मोक्ष प्राप्त भइहाल्यो अथवा भगवत प्राप्त भइहाल्यो, भगवानलाई प्राप्त गर्न सकिहाल्यो
जीवात्माले भगवानको नित्य कैंकर्य प्राप्त भइहाल्यो भने पनि धेरै विलम्बद्वारा त्यो प्राप्त हुन सक्छ। त्यस कारणले त्यसो भएको हुनाले भनौँ यस्ता प्रकारका वचनको सारतर वचन भनेको कस्तालाई भनिन्छ त भन्दा आफूले गरेका प्रपत्तिद्वारा नै जीवात्माले परमात्मालाई प्राप्त गर्न सक्छ। माने प्रपत्तिलाई उपाय मान्ने कुरा जुन शास्त्रले बताउँछन् ती सारतर वचन वास्तवमा जुन वस्तुलाई प्राप्त गर्नु छ त्यो वस्तुको जति मूल्य हुन्छ त्यहाँभन्दा अधिक मूल्य आफूसँग हुनुपर्छ र मात्रै त्यो वस्तु प्राप्त गर्न सकिन्छ। यदि त्यो वस्तुको मूल्यभन्दा धेरै मूल्य आफूसँग हुन नसके तापनि कमसे कम वस्तुको जति मूल्य हो त्यति त हुनैपर्छ र मात्र त्यो वस्तु प्राप्त गर्न सकिन्छ। जस्तै यस्तै प्रकारले यहाँ भन्नको मतलब भगवानलाई प्राप्त गर्नका लागि हामीले गरेका कुनै पनि साधनहरू भगवानका समक्ष अति नै अल्प हुन्छन्, न्यून हुन्छन्, कम हुन्छन्। त्यस कारणले ती आफूले गरेका साधनद्वारा भगवानलाई प्राप्त गर्न, भगवानको नित्य कैंकर्य प्राप्त गर्न धेरै गाह्रो छ। त्यस कारणले आफूले गरेको प्रपत्ति, मैले प्रपत्ति गरेको छु त्यसो भए मैले भगवानलाई प्राप्त अवश्य गर्नेछु, यो एउटा अहंकार पनि आउँछ त्यसबाट। त्यस कारणले त्यस्ता प्रकारका वचनहरूलाई सारतर भनिन्छ। कदाचित भगवानलाई प्राप्त गरिहालो, भगवानको नित्य कैंकर्य प्राप्त गरिहालो भने पनि भगवान सर्वतन्त्र स्वतन्त्र भइबक्छ। त्यसो भएको हुनाले भगवानले त्यस्तालाई मोक्ष दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ। त्यस कारणले त्यस्ता किसिमका शास्त्रीय वचनलाई सारतर भनिन्छ। भगवानको कृपा भगवानकै भर पर्नु पर्दछ र भगवानले अवश्य कृपा गर्नुहुनेछ। त्यस्ता प्रकारका शास्त्रहरू, शास्त्रका वचनहरू यी सारतम। यहाँ श्रीमद् भागवत यहाँ आरम्भ हुँदैछ। श्रीमद् भागवत सारतम। श्रीमद् भागवतमा खेतदेखि लिएर टुप्पैसम्म विभिन्न प्रकारका चरित्रहरूद्वारा, कथाका माध्यमद्वारा भगवानलाई प्राप्त गर्ने साधन भगवान नै भइबक्सिन्छ। भगवानकै कृपाले मात्र जीवात्माले भगवानलाई प्राप्त गर्न सक्दछ। यमेवैष वृणुते सतेन लभ्य भने अनुसार भगवानले कृपा गरेपछि भगवानकै कृपाद्वारा जीवात्माले भगवानलाई प्राप्त गर्न सक्दछ भन्ने यही कुरा श्रीमद् भागवतमा बताइएको छ। त्यसो भए त्यस्तो दिव्य सारतम शास्त्रको यहाँ आजदेखि पाठ पारायण आरम्भ हुन लागेको छ। यो जसले आयोजना गर्नुभयो माने हरिप्रपन्न अधिकारी उहाँहरू धन्य हुनुहुन्छ। उहाँहरूका उपरमा भगवानको कृपा दृष्टि र श्री नेपालदेशी आदिजन्म गुरु श्री योगीले आफ्ना समाजलाई, आफ्ना धर्मलाई, आफ्ना परम्परालाई अवश्य उज्जवल पार्नुहुनेछ भन्ने यही आशा राख्दै राख्दै यस्तै प्रकारको शुभकामना मङ्गलाशासन अर्पण गर्दै आफ्ना दुई शब्दलाई विश्राम दिन चाहे। जय श्रीमन्नारायण।